हेलो एभ्रिवान। आज हामीले क्लास 12 को केमिस्ट्री सेक्सनबाट इलेक्ट्रोकेमिस्ट्रीको न्यूमेरिकल्सहरू हामीले सल्भ गर्न जाँदैछौँ। इलेक्ट्रोकेमिस्ट्रीबाट जेनरली 5 मार्क्सको क्वेसन फिक्स क्वेसन टाइपले नै सोधेको हुन्छ र हामीले यसमा सोध्न सकिने सुरुमा भनेको पोसिबल लगभग फिक्स टाइपको क्वेसन भनेको एउटा क्याल्कुलेट द इएमएफ अफ द सेल हैन त। त्यो सेलको चाहिँ टोटल इएमएफ क्याल्कुलेट गर्ने भनेर सोध्छ, जसको लागि हामीसँग एउटा फर्मुला छ E naught of cell equals E naught of cathode minus E naught of anode हैन त। अब यो भनेको चाहिँ यो क्याथोड र एनोडको चाहिँ हामीले लगभग भ्यालु क्वेसनले दिएको हुन्छ र क्वेसनले भ्यालु दिए तापनि हामीले जस्ताको तस्तै नराख्न मिल्न सक्छ हैन, राखेर गरेर नमिल्न सक्छ। त्यही भएर यो दुईटै चाहिँ रिडक्सन पोटेन्शियल हुन जरुरी छ। रिडक्सन पोटेन्शियल भनेको के हो त भन्दाखेरि हामी त्यसमा पनि डिस्कस गर्नेछौँ र हामीलाई यसैमा अर्को सोध्न सक्ने क्वेसन चाहिँ त्यो चाहिँ कहिलेकाहीँ मात्रै सोध्छ, तर त्यो पनि सोध्दैन भन्ने चाहिँ मिल्दैन। जुन भनेको चाहिँ हो हाम्रो वर्क डनको हामीसँग फर्मुला छ 2.303 RT log K। यो चाहिँ हाम्रो वर्क डनको फर्मुला हो। त्यो सेलले कति वर्क डन गर्यो त भन्दाखेरि चाहिँ त्यसको भ्यालु निकाल्नु पर्यो भने चाहिँ यो फर्मुलाले हामीले निकाल्न सक्छौँ। र अर्को भनेको छ हामीसँग गिब्स फ्री एनर्जी निकाल भनेर सोध्यो भने हामीले चाहिँ भनेको चाहिँ यसको फर्मुला चाहिँ भनेको नेगेटिभ वर्क डन हो। र हामीले वर्क डन ननिकाली गर्नको लागि चाहिँ हामीले सिम्पली माथिको भ्यालु सब्स्टिट्युट गर्यौं भने यसरी यसको गिब्स फ्री एनर्जीको पनि भ्यालु आउँछ। हैन, क्वेसनले कहिलेकाहीँ वर्क डन र गिब्स फ्री एनर्जी पनि निकाल्न सोधिरहेको हुन्छ। त्यो सोधिहाल्यो भने यो फर्मुला याद राखेर सजिलैसँग गर्न सकिन्छ। ल अब हामी रिडक्सन पोटेन्शियल चिन्ने ट्राई गरौँ। ल हामीलाई क्वेसनले दिएको भ्यालु चाहिँ रिडक्सन पोटेन्शियल हो कि होइन त्यो चाहिँ हामीले एकदमै इम्पोर्टेन्ट छ। त्यो चाहिँ हामीले चेक गर्नुपर्छ, किनभने क्वेसनमा दिएको भ्यालु रिडक्सन पोटेन्शियल होइन भने हामीले इएमएफ निकाल्दाखेरि त्यो क्वेसनलाई रिडक्सन पोटेन्शियलमा चेन्ज गर्नुपर्ने भएकोले हामीले रिडक्सन पोटेन्शियल चिन्न एकदमै जरुरी छ। अब रिडक्सन भनेको त हाम्रो के हो त, रिडक्सन भनेको लस इन चार्ज और अक्सिडेसन नम्बर हैन त, त्यही हो नि। अब हामीलाई यहाँनिर यसरी दिएको हुन्छ भ्यालु, जस्तै E naught Cu 2 प्लस लास्ट Cu दिएको हुन्छ। अब यो चाहिँ रिडक्सन पोटेन्शियल हो कि अक्सिडेसन पोटेन्शियल हो हामीले चिन्नको लागि सुरुमा यो अगाडि दिएको भ्यालुको हामीलाई चार्ज कति दिएको छ त्यो हेरौँ। यहाँ 2 प्लस दिएको छ भनेपछि हाम्रो यसको चार्ज भयो +2 र यसको भयो 0। अब यो +2 बाट 0 मा जाँदा फेरि त त्यो घटेको मानिन्छ नि, भनेपछि यो भयो रिडक्सन पोटेन्शियल। भनेपछि यसको कुनै पनि भ्यालु दिएको छ भने त्यो भ्यालु रिडक्सन पोटेन्शियलमा छ भन्न हामीले मिल्छ। अब तल हेरौँ, त्यसको ठ्याक्कै उल्टो छ। यहाँ Cu मा चार्ज छैन भनेपछि 0, यहाँ 2 प्लस छ भनेपछि पोजिटिभ 2, 0 बाट 2 भयो चार्ज बढ्यो भनेपछि यो अक्सिडेसन भयो, यो भयो अक्सिडेसन पोटेन्शियल। अब तल हेरौँ, तल छ +3, यहाँ साइडमा छ +2 हैन त। अब यो यस्तो हुँदाखेरि यहाँनिर +3 छ यहाँ +2 छ भनेपछि एउटा चार्ज घट्ने बित्तिकै रिडक्सन पोटेन्शियल हैन त। अब यहाँ हेरौँ, यहाँ I2 छ, यहाँ माथि चार्ज कति पनि छैन भने चार्ज 0 हुन्छ र यहाँ कति छ -1 छ भनेपछि 0 बाट -1 पनि घटेको हो। अब त्यसलाई चाहिँ हामीले रिडक्सन पोटेन्शियल लेख्न मिल्छ। अब कुनै पनि भ्यालु हामीलाई अक्सिडेसन पोटेन्शियलमा दिएको छ भने त्यसलाई रिडक्सन पोटेन्शियलमा लानुपर्छ भनेर थाहा पाइयो। अब कसरी चाहिँ लान सकिन्छ त, जस्तै हामी हेरौँ, हामीले यहाँनिर दिएको एउटा मात्रै छ अक्सिडेसन पोटेन्शियल, यो मात्रै हो, सेकेन्डको मात्रै हो हाम्रो एउटा अक्सिडेसन पोटेन्शियल। अब हामीलाई क्वेसनले E naught Cu/Cu 2 प्लस को भ्यालु दियो अरे -0.35 भोल्ट भनेपछि यो त हाम्रो के भयो त अक्सिडेसन पोटेन्शियल भयो। अक्सिडेसन पोटेन्शियलमा राखेर हामीले
क्यालकुलेसन गर्न मिल्दैन। त्यही भएर त्यसमा रिडक्सन पोटेन्सियल बेलाएर त यहाँ +2 र यहाँ 0 चार्ज हुनु पर्यो। यहाँ यो बनाम 2 प्लस चार्ज यहाँनिर र यहाँनिर सी हो। यो त रिडक्सन पोटेन्सियलै भयो नि त, होइन त? किनभने यहाँ 2 चार्ज छ, यहाँ 0 चार्ज छ, चार्ज घट्यो भनेपछि यो रिडक्सन पोटेन्सियल भयो। अब यसको भ्यालु चाहिँ नेगेटिभ अफ ई नट CU / CU 2+ सँग बराबर हुन्छ। अक्सिडेसन पोटेन्सियलको भ्यालु जति छ त्यसको नेगेटिभ भ्यालु भनेको रिडक्सन पोटेन्सियल हुन्छ। भनेपछि हाम्रो रिडक्सन पोटेन्सियलको भ्यालु पनि 0.35 भोल्ट भयो। अक्सिडेसनको नेगेटिभमा थियो भनेपछि रिडक्सनको पोजिटिभमा भयो। अब अक्सिडेसन पोटेन्सियल कुनै दिएको छ र त्यो भ्यालु चाहिँ हाम्रो पोजिटिभमा छ भने रिडक्सनमा लाँदा फेरि त्यो फेरि नेगेटिभ हुन्छ। र अब हामीलाई अर्को सोध्न सक्ने एकदमै इम्पोर्टेन्ट क्वेसन भनेको चाहिँ हो स्ट्यान्डर्ड सेल नोटेसन ड्र गर्न भनेर सोध्न सक्छ। अब स्ट्यान्डर्ड सेल नोटेसन ड्र गर्न भनेर सोध्यो भने चाहिँ हामीले यहाँनिर एनोडमा भएको रियाक्सन र यहाँ क्याथोडमा भएको रियाक्सन लेख्नुपर्छ। एनोडमा सधैँ अक्सिडेसन हुन्छ, क्याथोडमा सधैँ रिडक्सन हुन्छ। यो पनि बुझ्नु चाहिँ पर्यो, होइन त? अब हामी यसलाई फर्दर डिस्कस गर्नुभन्दा हामीले क्वेसन्समा जम्प गऱ्यौँ भने हामीले मजाले बुझ्छौँ जस्तो लाग्छ मलाई। त्यही भएर अब हामी फर्दर डिस्कस नगरी अब हामी क्वेसन्सतिर लागौँ। अब हामीलाई क्वेसन सोध्ने प्याटर्न भनेको चाहिँ एक्ज्याक्टली यसरी नै क्वेसन सोध्छ। यहाँ चाहिँ 2टा मात्रै क्वेसन छ, जस यसरी नै क्वेसन सोध्छ, होइन? अब हामीलाई यहाँनिर अब यसलाई सल्भ गर्न के भन्छ, सुरुमा भनेको छ राइट डाउन द सेल रियाक्सन भनेको छ। अब सुरुमा हामीले यहाँ माथिको भ्यालुजहरू हेरौँ। यहाँ माथिको भ्यालुजमा के छ, यहाँबाट चार्ज 2 बाट चार्ज 0 मा गएको छ, होइन? 2 बाट 0 मा गयो भने चाहिँ रिडक्सन भयो। त्यसो भए भयो यो रिडक्सन पोटेन्सियल। र यहाँ पनि 2 बाट 0 मा गएको छ भनेपछि यो पनि भयो रिडक्सन पोटेन्सियल नै भयो। अब सुरुमा हामीले अब यो दुईटाबाट अब हामीले के चिन्नुपर्छ भने नि एनोड र क्याथोड चिन्नुपर्छ। ल अब कुनको भ्यालु धेर छ त, कुनको भ्यालु धेर छ त्यो चाहिँ जेनेरली एनोड हुन्छ। अब हामीले चिनौँ दुईटामा कुनको भ्यालु बेसी छ त। अब नेगेटिभमा भएकोले यो सानो भयो र यो पोजिटिभमा भएकोले यो ठुलो भयो, होइन त? अब हामी लेखौँ इनट अफ Cu2+ / Cu इज ग्रेटर देन इनट अफ Zn2+ / Zn, so Cu acts as cathode अनि Zn acts as एनोड। भनेपछि के कुरा बुझ्यो त भन्दाखेरि जुनको यो भ्यालु धेर दिएको हुन्छ, रिडक्सन पोटेन्सियलको भ्यालु जुनको बेसी हुन्छ त्यो चाहिँ भयो क्याथोड र सानो हुने चाहिँ भयो एनोड। ल अब हामीले सुरुमा सोधेको भनेको के छ त, अब सुरुमा सोधेको भनेपछि हामीसँग सेल रियाक्सन सोधेको छ भनेपछि एनोड हाफ र क्याथोड हाफको हामीले रियाक्सन सुरुमा लेख्नुपर्छ। एनोड हाफ भनेपछि एनोड हाफमा त के भएको छ भन्दाखेरि नि अब एनोड हाफमा भनेको के हुन्छ त, एनोड हाफमा हुन्छ अक्सिडेसन। अक्सिडेसन भनेको चार्ज 0 बाट चार्ज बढ्नु हो भनेपछि सुरुमा चार्ज 0 बाट चार्ज त कति छ त 2+ छ। अब जेडियनमा इलेक्ट्रोन थपिएर चार्ज बढ्ने हो कि यहाँ कतातिर जब चार्जको चाहिँ कतातिर लेख्ने त हामीले भन्दाखेरि जेडियनले Zn2+ कति बेला बनाउँछ जब त्यस्तै दुईटा इलेक्ट्रोन लुज गर्छ, हो नि? यति बुझ्ने। अर्को भनेको क्याथोड हाफ। अब क्याथोड हाफ चाहिँ अब क्याथोड हाफमा चाहिँ के छ त, क्याथोड भनेको Cu हो। Cuले क्याथोडमा हुन्छ रिडक्सन। अब Cu2+ ले दुईटा इलेक्ट्रोन लिएर हुन्छ Cu, होइन त? अब ओभरअल सेल रियाक्सन। अब ओभरअल सेल रियाक्सन गर्दाखेरि चाहिँ हामीले एउटा इम्पोर्टेन्ट कुरा ध्यान दिनुपर्ने कुरा चाहिँ हाम्रो के छ भने यो इलेक्ट्रोन छ नि, इलेक्ट्रोन चाहिँ काटिनुपर्छ। यो एकपट्टि हुन्छ राइट साइडमा हुन्छ इलेक्ट्रोन, एकपट्टि हुन्छ लेफ्ट साइडमा हुन्छ, यो र यो काटिन्छ, होइन? अब हाम्रो के बाँकी रह्यो त, Zn plus Cu2+ gives Zn2+ plus Cu। यति चाहिँ के भयो त हाम्रो, अब यति चाहिँ भयो हाम्रो
सेल रियाक्सन, ओभरअल सेल रियाक्सन हामीलाई सोध्यो भने हामीले गर्ने यति नै हो। अब जस्तै यहाँनिर एउटा मात्रै इलेक्ट्रोन थियो भने यसलाई इन्टु 2 गरेर यो 2 सँग इलेक्ट्रोनको नम्बर चाहिँ हामीले म्याच गराउनुपर्छ। अब सेकेन्ड नम्बरमा ल अब हामीले सेकेन्ड नम्बरमा सोधेको क्वेसन भनेको चाहिँ यसको इएमएफ क्याल्कुलेट गर्ने हो त हैन त। अब इएमएफ क्याल्कुलेट गर्ने हो भने ई नट अफ सेल इक्वल्स ई नट अफ क्याथोड माइनस ई नट अफ एनोड हुन्छ। अब मैले अघि क्याथोड र एनोड चिनाउन त सिकाइसकेँ। यहाँनिर मैले के भनेको छु, जुनको भ्यालु रिडक्सन पोटेन्सियलको जुनको भ्यालु बेसी हुन्छ त्यो चाहिँ हुन्छ क्याथोड र जुनको सानो हुन्छ त्यो हुन्छ एनोड। अब सिन्स हैन त, अब यहाँनिर कुनको त यसको सीयू को भ्यालु धेर छ भनेपछि यो के भयो त, यो हाम्रो भयो क्याथोड भयो। अब यसको भ्यालुहरु सब्स्टिट्युट गरौँ। यहाँ छ 0.35 माइनस 0.76 भोल्ट हैन त, भनेपछि 0.35 प्लस 0.76 भोल्ट, यो आउँछ हरारी 1.11 भोल्ट हैन त। अब हामीले सी नम्बर अरु क्वेशन सोधेको छैन र पनि हामी एउटा क्वेशन चाहिँ अब यसमा एड गरेर गर्नेछौँ। ड्र स्ट्यान्डर्ड यो एउटा क्वेशन चाहिँ हामीले एड गरेको, स्ट्यान्डर्ड पोटेन्शियल चाहिँ हामीले यहाँनिर एड गरेको। अब स्ट्यान्डर्ड सेल नोटेसन चाहिँ कसरी ड्र गरिन्छ त भन्दा फेरि मैले अघि पनि भनेको थिएँ होला, त्यही पनि फेरि एकचोटि हेरौँ। सुरुमा आउँछ एनोड हैन त, बिचमा आउँछ साल्ट ब्रिज अनि आउँछ क्याथोड। अब एनोडमा के हुन्छ त, यो चाहिँ याद राख्नुपर्छ। एनोडमा हुन्छ अक्सिडेसन, क्याथोडमा हुन्छ रिडक्सन। अब हाम्रो एनोड भनेको कुन हो त, हाम्रो एनोड भनेको छ जिंक हैन त। अब सुरुमा यहाँनिर हामीले के गरौँ भने स्ट्यान्डर्ड सेल नोटेसन बनाउँदा सुरुमा हामी साल्ट ब्रिज बनाऊँ। यो चाहिँ हाम्रो सधैँ पनि साल्ट ब्रिज हुन्छ, यो चाहिँ साल्ट ब्रिज हो भनेर एरोले देखाइदिनु ल। र अब एनोडमा के छ त, हाम्रो यहाँ एनोडमा हाम्रो अक्सिडेसन भएको एनोडमा जिंक छ हैन त। अब जिंकमा अक्सिडेसनको पाराले देखाउनुपर्छ क्या। अब यहाँनिर हामीले त जेडियन +2 जेडियन छ नि, यो भनेको त रिडक्सन भयो नि त हैन र। तर हाम्रो एनोडमा त के हुन्छ त, हाम्रो एनोडमा हुन्छ अक्सिडेसन, भनेपछि हामीले लेख्नुपर्छ ई नट जेडियन जेडियन +2। अब यो के भयो, अब यो अक्सिडेसन भयो कि भएन त हो। हामीले एनोडमा हामीलाई भ्यालु त जेडियन 2+ जेडियन को दिएको छ नि त हैन त, यसको भ्यालु दिएको छ हामीलाई। तर हामीले यो लेख्न मिल्दैन, हामीले यसलाई रिडक्सन नै बनाउनु पर्छ। यसको हामीलाई भ्यालुसँग केही पनि मतलब भएन। सेल नोटेसन बनाउँदा फेरि हामीलाई जस्ट यसको सिम्बोलाइजेसन चाहिँ कसरी गर्ने त, यो चाहिँ हो। किनभने मैले भनिहालेँ त एनोडमा हुन्छ अक्सिडेसन हुने भएकोले हामीले यसमा अक्सिडेसन भएको नै देखाउनु पर्छ। अब लेखौँ हामी यहाँनिर जेडियन +2। हाम्रो अगाडि पनि एनोडमा जेडियनमा हेरौँ ल। यहाँ सेलमा के छ, एनोडमा यहाँ छ, यहाँ 0 यहाँ 2, यहाँ रिडक्सन भयो नि, जेडियनबाट जेडियन 2+ भएको छ हाम्रो, यहाँबाट जेडियनबाट जेडियन 2+ भयो। अब रिडक्सनको लागि हाम्रो के छ त, रिडक्सन त सीयू हो नि, CU/CU गरौँ। अब +2 चाहिँ कहाँ राख्छ त, सीयू के भएको छ, सीयू +2बाट 0 मा गएको छ, सीयू चाहिँ +2बाट 0 मा गएको छ। अब यो के भयो हाम्रो, यहाँनिर जिंक, यो भयो अक्सिडेसन, यो भयो रिडक्सन र यो हो एनोड, यो हो क्याथोड। हामीले यो नलेख्दा पनि हुन्छ, तर यो एनोड र क्याथोड भनेर चाहिँ मेन्सन गरिदिनु। र यहाँ चेक गर्नु एकचोटि, यहाँ एनोडमा के हुन्छ, अक्सिडेसन हुन्छ। यहाँ 0बाट +2 भएको छ, अक्सिडेसन भयो, यतापट्टिको मिलो। यहाँ +2बाट 0 रिडक्सन भयो, यतापट्टिको मिलो। सेल नोटेसन चाहिँ ड्र गर्ने यसरी नै हो। आई होप यति गरेपछि यसको
यो च्याप्टरबाट सोध्ने इलेक्ट्रोकेमिस्ट्रीबाट सोध्ने सबै न्युमेरिकलहरू गर्न सजिलो हुन्छ। तर अझै एउटा कन्सेप्ट छ हामीसँग। हामीलाई क्वेसनले के भनिदिन्छ भने नि एउटा कुनैको भ्यालु दिन्छ, जस्तै E0 Cu2 प्लस स्ल्यास Cu को भ्यालु दियो 0.34 भोल्ट। अनि अर्को भन्छ, अर्को चाहिँ हामीलाई हिन्ट दिएको हुन्छ, के दिएको हुन्छ भने नि स्ट्यान्डर्ड हाइड्रोजन इलेक्ट्रोड भनेर हामीलाई यो चाहिँ हिन्ट दिएको हुन्छ। यो एउटा त यो दिइहाल्यो, अनि अर्को दियो स्ट्यान्डर्ड हाइड्रोजन इलेक्ट्रोड। अब स्ट्यान्डर्ड हाइड्रोजन इलेक्ट्रोड भनेर दियो भने चाहिँ नि यो चाहिँ के दिएको भने नि E0 H2 स्ल्यास H प्लस दिएको भन्नु, अथवा E0 H प्लस स्ल्यास H2 जे लेखे पनि हुन्छ। सेल नोटेसनमा चाहिँ मिलाएर लेख्नु। र यसको भ्यालु हुन्छ 0.00 भोल्ट, यसको पनि 0.00 भोल्ट। त्यही भएर यसमा पोजिटिभ नेगेटिभ साइन केही पनि हुँदैन। यो माथिको लेखे पनि हुन्छ, तलको लेखे पनि हुन्छ। र हामीलाई क्वेसनले चाहिँ अब ग्याल्भेनिक सेल ड्र गर भनेर पनि सोध्न सक्छ। अगाडि हामीलाई के भनेर सोधेको थियो भने क्वेसनले अगाडि हामीलाई सोधेको थियो ड्र स्ट्यान्डर्ड सेल नोटेसन। स्ट्यान्डर्ड सेल नोटेसन भनेर सोध्यो भने यो गर्ने, र हामीलाई ग्याल्भेनिक सेल भनेर सोध्यो भने चाहिँ हामीले के गर्ने त। अब हामी त्यसको डिस्कसन गर्न जाँदैछौँ। सुरुमा दुईवटा डब्बा बनाइदिने, सरी चाहिँ अलिकति तल बनाउनुपर्छ, त्यही पनि ठिकै छ। दुईवटा यस्तरी डब्बा बनाइदिने आइडेन्टिकल खालको, ल्या ठिकै छ, केही भएन। अनि यहाँनिर साल्ट ब्रिज बनाउने एउटा, यो चाहिँ अब पेन्सिल स्केल युज गरेर बनाउनु ल। यहाँनिर बनाउने एउटा साल्ट ब्रिज होइन, यसको नाम लेखिदिइहाल्ने, यसको नाम हो साल्ट ब्रिज। र यहाँनिर हुन्छ, यहाँ के हुन्छ साल्ट ब्रिज भनेपछि यहाँभित्र हुन्छ साल्ट हुन्छ ल। र यो दुईटामा सोलुसन पनि त हुन्छ नि केही न केहीको होइन र ल। अब यहाँ केही न केहीको सोलुसन भयो नि त। र अब यहाँनिर चाहिँ दुईटा प्लेट्सहरू बनाइदिने, सरी यो प्लेट्सहरू चाहिँ यहाँनिर पुरै डिप भएको हुनु पर्यो। र यो अलिकति मोटै चाहिँ लगभग मोटाइ चाहिँ आइडेन्टिकलै बनाउने ल, मेरो अलिकति ड्रइङमा राम्रो छैन म। र यसरी यो दुईटा प्लेट्सहरू बनाइदिने ल। अब हामीलाई क्वेसनमा के दिएको छ त, Cu र Zn दिएको छ होइन त। यसमा अब यो साइड भनेको चाहिँ एनोडको हो, र यो साइड भनेको क्याथोडको हो। हामीले अलिकति अगाडि एउटा केही पढेको थियौँ नि, Cu2 प्लस स्ल्यास Cu को यो रिडक्सन पोटेन्सियल धेर भएको कारणले यो के भयो, यो क्याथोड भयो भनेर भनेपछि हामीले यसबाट चाहिँ के बुझौँ भने नि जुन यो छ यो चाहिँ हाम्रो Cu रड हो, र त्यो Cu रड भएपछि बाँकी रहेको एउटा त हो यो Zn रड भयो होइन। अब यहाँबाट एउटा यस्तो गरेर वायर कुदाइदिने, यो चाहिँ ग्याल्भेनोमिटर डिफ्लेक्सन हो होइन, यो पनि बनाइदिने। यसरी एउटा सर्किट कम्प्लिट गरिदिने होइन त। भनेपछि यो चाहिँ के भयो त, यो Zn रड भयो भने यहाँ Zn को एउटा सोलुसन हामीले ZnSO4 सोलुसन यहाँ छ भनिदिने। यो सोलुसन चाहिँ ZnSO4 भने यहाँ Cu भएकोले यहाँ CuSO4 सोलुसन चाहिँ यहाँनिर छ भनिदिने होइन त। यति भयो नि। अब यहाँ एनोड र यहाँ क्याथोड लेखिदिने। र के हुन्छ भने एनोडबाट क्याथोडतिर यतातिरबाट इलेक्ट्रोन चाहिँ मुभ गर्छ भनेपछि इलेक्ट्रोन यता मुभ गर्छ भने करेन्ट इलेक्ट्रोनको अपोजिटमा मुभ गर्छ, त्यो लेख्नु परेन। यही हो ग्याल्भेनिक सेल भनेर सोध्यो भने यही लेखिदिने। र यसमा चाहिँ के लेख्ने त, अब ZnCu ग्याल्भेनिक सेल भनेर लेखिदिने। यो सबै थोक चाहिँ पेन्सिलले बनाउने, पेन्सिल स्केल युज गरेर राम्रोसँग बनाउने। हामीलाई ग्याल्भेनिक सेल बना भनेर सोध्यो भने हामीले यसरी बनाउन सक्छौँ। र योभन्दा बाहिर गएर क्वेसन खासै नसोध्ला। सोध्ने भनेको त्यही एउटा गिब्स फ्री एनर्जी र वर्क डन, त्यसको पनि फर्मुला भनिदिइहाल्यो। सबै भ्यालु क्वेसन लगभग दिएको हुन्छ, त्यही फर्मुला लाउने हो गर्ने हो होइन। अरू भनेको डेफिनेसन्सहरू थ्योरीवाला क्वेसन्सहरू चाहिँ त्यो चाहिँ सोध्न सक्छ जताबाट पनि होइन। र यो सोध्यो भने चाहिँ न्युमेरिकल सोध्यो भने चाहिँ जेनेरली 3 मार्क्समा अथवा 4 मार्क्समा, अनि एउटा चाहिँ थ्योरीवाला क्वेसन त्यसरी सोध्छ। ओके। र यसरी अर्को एउटा क्वेसन चाहिँ के सोध्छ भने नि
आइडेन्टिफाई क्याथोड र एनोड भनेर नै सोध्न सक्छ होइन। अघि गरेको भन्दा क्याथोड र एनोड सजिलै छुट्यो। जिङ्क र कपर दिएको थियो, अब यहाँ दियो जिङ्क र ब्रोमिन। अब ब्रोमिन त किनभने यो सुरुको भनेको त यो एनोड भइहाल्यो र यो क्याथोडको साइड भइहाल्यो होइन त। अब एनोड भनेको सिधै हामीले जेडेन हो भनेर लेख्न मिल्यो, तर क्याथोड त बिआर हुन सक्दैन नि त। ब्रोमिन भनेको त ग्यास हो, अब ब्रोमिन त क्याथोड कसरी हुन सक्यो त होइन। त्यही भएर यहाँ हामीलाई छेउमा अर्को दिएको हुन्छ, यो दिएको हुन्छ पिटी भनेर दिएको छ नि, यो चाहिँ प्लाटिनियम रड हो होइन। अब क्याथोड चाहिँ यहाँनिर बिआर नभएर पिटी हुन्छ, किनभने यो पिटी रड हुन्छ र ब्रोमिन चाहिँ ग्यास हो। ग्यास कहिले पनि क्याथोड अथवा एनोड हुन सक्दैन होइन। ल लगभग सोध्न सक्ने प्रोबेबिलिटी भएको क्वेसन्सहरू यति नै हो। थ्याङ्क यू फर वाचिङ, सी यू इन द नेक्स्ट भिडियो।